जतिजनाले जिजस टिभी नेपालको शिक्षाहरूलाई फलो गरेको छ र थाहा पाएको छ, उहाँहरूलाई विशेष सूचना पनि, वचन पनि, प्रेम पनि, माया त मार्दै सक्दैन। तपाईको घरमा ढ्याकुला पनि पाक्छ, साग पनि पाक्छ, चाउलो पनि पाक्छ, दुध पनि पाक्छ, मही पनि पाक्छ, घिउ पनि पाक्छ, सिस्नु पनि पकाउँछ। तपाईँ सिस्नु र साग मात्रै खाएर बस्ने हो कि अब खसीको ढ्याकुला खाने, त्यो तपाईँको विचार है। र पहिलो नम्बर म तपाईँलाई रोज्न लगाइदिन्छु। पहिलो नम्बर डाँडाको प्रार्थना, त्यो पनि ढ्याकुलै हो है। उपवास सहित शुक्रबारको प्रार्थना, त्यो पनि ढ्याकुलै हो। बिहिबारको चङ्गाईको प्रार्थना, त्यो पनि ढ्याकुलै हो। आइतबार उपवास सहित विजयको प्रार्थना, त्यो पनि ढ्याकुलै हो। 24 घण्टाको प्रार्थना, त्यो चाहिँ झनै ढ्याकुला हो, किन त्यो त रातभर सुत्न पाउँदैन होइन, रातभर सुत्न पाउँदैन नि त। अब होल नाइटको प्रार्थना, त्यो पनि कम छैन, त्यो पनि ढ्याकुलै हो, खसीको ढ्याकुलै हो। दर्शनमा देखाउने बित्तिकै ठाउँ ठाउँमा गएर, डाँडा डाँडामा गएर उपवास सहितको प्रार्थना, त्यो चाहिँ महा ढ्याकुलै हो, त्यो टोक्नै सक्दैन त्यो है। अर्को ढ्याकुला फेरि 8मा राति 3 बजे उठेर, राति 12 बजे उठेर प्रार्थना, त्यो पनि ढ्याकुलै हो। र उपवास सहित अफिस कोठामा, यो अफिस कोठामा बसेर मण्डली परिवारको निम्ति प्रार्थना गरेको, त्यो पनि ढ्याकुलै हो। अब त्यो ढ्याकुलाहरू तपाईँको घरमा पाकिरहेछ है। तर चाहिँ तपाईँहरूले अब म खान्न, म त साग मात्रै खान्छु भन्यो भने नौवटा सबै सेवाहरू तपाईँको खुसीमा, तपाईँको इच्छामा है, प्रभुको इच्छा होइन। यो सबै सेवा बन्द गर्न चाहनुहुन्छ, आज बन्द गर्ने मानिस, बन्द गर्ने मण्डली परिवारहरू, अगर यो 9वटा ढ्याकुला खाने भए तपाईँहरू अघिको आमाले भने जस्तो तपाईँ आउनै पर्छ। बस मण्डली परिवारलाई होसियार, पतिहरू सबै काम गर्न जाऊ, उनीहरूलाई कर नलगाऊ। तिमीहरू दिदीबहिनीहरू, छोरी चेलीबेटीहरू र छोराहरू घरमा मोबाइल खेलाएको छ भने भनेछ त, मूर्खको कुरा सुन्नुभन्दा मण्डली बाहिर प्रभुको वचन सुन्नु जाति नै। हालेलुया। यहाँ 24 घण्टे प्रार्थनै प्रार्थना छ र आफ्नो मण्डली परिवारको लागि 24 घण्टे खुल्ला छ है। हिजो कुन चाहिँ नानीले राति फोन गर्यो, हाम्रो अर्पणा नानीले राति फोन गर्यो, तर 4 घण्टी भन्दा माथि चाहिँ बस्न दिएन, हामी निन्द्रामा भए पनि उठायो है। 24 घण्टै तपाईँको लागि रेडी छु। हिजो हाम्रो अर्पणा नानीको फोन उठायो भने क्या भोलिको दिन तपाईँको उठाउँदैन, मैले फोन उठाउँछ कि उठाउँदैन? उठाउँछ भने अब मेरो लागि जहिले पनि जागृति छ भन्ने कुरा तपाईँमा विश्वास छ भने तपाईँ किन एकदम ढालफल भएको, कन्फ्युजन किन भएको? तपाईँले मुक्तिदाता येशू प्रभुलाई पाइसक्यो। त्यसपछि त्यो माथि पनि प्रभुको दास, नौकर, हामी नौकर हो, हामी सेवा लिने होइन, दिने हो। दिने 12 आमा पाएको छ, हर घडी रेडी छु भने तपाईँ कुन कुरामा अल्झिएको छ? घरमा तपाईँको पतिले तपाईँलाई सेवा गर्न दिएको छैन भने तपाईँको पतिलाई डन्डा आउँछ, लट्ठी आउँछ। तपाईँको पत्नीले तपाईँलाई सेवा गर्न दिएको छैन भने लट्ठी आउँछ। हेर्नुहोस् है कसरी पिट्छ थाहा छ? याद होला नि है। तपाईँको निम्ति, मेरो निम्ति के अरे अर्डर माग्छ, तपाईँको छोराले म सताऊ, तपाईँको छोरीलाई म सताऊ भनेकै मान्दैन, जा सता माग्दिन्छ प्रभुले, बल्ल खाला त्यो बेलामा। हामी डरलास किन हुन्छ? हामी किन हात चल्दैन, खुट्टा चल्दैन, टाउको दुख्ने किन? हामी किन चाहिँ निन्द्रा लाग्दैन? प्रभुले अर्डर दियो दियाबलाई, जा सता भनेर। हेर्नुहोस् है, यो सबै प्रार्थना छोडेर, सुन्नुहोस् है, फेरि तपाईँको घरमा यो ढ्याकुला 9वटा ढ्याकुला पाउँदैछ, तर त्यो 9वटा ढ्याकुलालाई छोडेर हामी है, सुन्नुहोस् है, यो सबै प्रार्थना छोडेर 12 आमा संसारको अभिलाषामा, हेर्नुहोस् है, संसारको अभिलाषामा हरेक संस्थासँग जोडिएर मिटिङहरूमा जानु पर्ला। जानु पर्ला। अब चाहिँ हरेक संस्थासँग जोडिएर अब मिटिङमा जाने। मिटिङमा गएपछि तपाईँलाई फोन गरेर उठाउँदैन, पाउँदैन नि त अब त। सुन्नुहोस् है, जानु पर्ला र संसारको घर जग्गा जमिन जोड्नुको लागि देश विदेश बिजनेस गरेर शनिबार मात्र आएर सेवा गर्नु पर्ला जस्तो छ। लज्जा होइन र? त्यही गर्नु पर्ला। अब अरू बार चाहिँ ढोका टाल्चा लगाइदिने, म पनि काममा जाने। अब आमा पनि काममा जाने, पिता पनि देश विदेश आथ्यो, कोरियाको लागि आथ्यो नि, हामी नगएको।
के अरे युएसको लागि अमेरिकाको लागि यो भन्दा 5 वर्ष अगाडि आएको स्पोन्सर छ, म ल्याएर देखाइदिन्छु तपाईँलाई। अगर चाहिन्छ भने लैजाऊ, त्यो के काम थियो कागज है, नगएको एमबिसी भित्र नचिरेको, चिर्ने बित्तिकै पासपोर्ट भित्र लगाइहाल्छ, जानु परिहाल्छ नगएको है। अगर हामी घर जग्गा जीवन जोड्नु इच्छुक छ भने हामी पहिले गइसक्थ्यौँ, पैसा पनि आथेन, लिएन, लोभ देखाएको थियो, लोभमा हामी फसेन। अझै पनि म भन्दैछु तपाईहरूलाई परमेश्वरले तपाईँको जीवनमा के दिएको छ त्यसमा चित्त बुझाएर ग्रहण गर र प्रभुको सेवा गर। तपाईँको पति बाहिर छ, तपाईँको पत्नी बाहिर छ, जाओस्, ऊ कमाउँछ, तपाईँ सेवा गर। तपाईँको पति जागिर छ, जागिर गरोस्, तर तपाईँ सेवा गर। नत्र भने अरू बार सबै बन्द गरिदिने, शनिबार मात्रै आउने, तपाईँलाई म शनिबार मात्रै भेट्ने। अरू बार तपाईँले फोन गर्दाखेरि ल ल ल पाखामा सम्झिन्छु, ल आफ्नो काम गर है, ल म मिटिङमा छ भनिदिन्छु, ल जा। त्यसपछि म दुगुडेर तपाईँको आउँदैन आमालाई म है, फोनमा प्रार्थना हुँदैन। के हुन्छ त्यसको फेरि त मण्डलीको हालत के होला? त्यसको मण्डलीको हालत भेडा सबै बाख्रा हुन्छ, बाख्रा हुन्छ नि त, भेडा बाख्रा भइजान्छ। म चाहिँ के हुन्छ त अजिङ्गर जस्तो भइजान्छ, अजिङ्गर भइजान्छ, घमण्डले फुलिजान्छ, पैसा भएपछि फुल्छ नि त घमण्डले। त्यस कारणले गर्दा पैसा मात्रै हुन्छ। यो मण्डली जस्तो 7 वटा हुन्छ, कमाएपछि त भइहाल्छ नि त, तर त्यो ठाउँमा के हुँदैन? अभिषेक हुँदैन, छुटकारा हुँदैन है। प्रभु रिसाउँछ, दुखित हुन्छ, याद गर। नत्र भने होसियार है, नत्र म डाँडाको प्रार्थना बन्द गरिदिन्छु, उपवास सहित पनि सुकुर पनि सबै बन्द गरिदिन्छु। अब त्यसपछि मलाई नै दिएबलसको आत्माले चलाउँछ। तब के गर्दा तपाईँ त त्यही त खोज्या, त्यही खोज्नु होइन? ल भन्नुहोस् है, त्यही खोजेको हो भने हो। यो चाहिँ पास्टर बा पास्टर आमाको दर्शन भिजनद्वारा यो दिएको है। हामी बत्तिसमा लिँदा के भन्थ्यौँ है? हामी एक मुठी प्राण हुनेसम्म प्रभुको सेवा गर्नेछौँ। हालेलुया। तर प्रभुको सेवा चाहिँ कसरी गर्ने? तरिका त मिल्नु पर्यो। त्यही भएर चाहिँ पत्नी काम गरेको छ भने पति सेवा गर, पति काम गरेको छ भने पत्नी सेवा गर, बाउ आमा काम गरेको छ भने छोराछोरी सेवा गर, छोराछोरी कमाएको छ भने बाउ आमा सेवा गर। खबरदार घरमा मोबाइल हेरेर बस्ने, पसलमा गएर नाना थरीका कुराहरू चाहिँ छिमेकीसँग गरेर हिँड्ने भयो भने तपाईँ गयो खतम, तपाईँको इच्छामा छोडिदिन्छ राजा। मलाई त केही हुँदैन, के हुन्छ र मलाई? प्रभुले मलाई 2 छाक जुटाइदिइहाल्छ, म स्योर 100% म स्वर्ग गइहाल्छ। म नि प्रभुको छोरा हो, के गर्दा यो सबै सेवा नगरे पनि स्वर्ग जानु पाउँछ। तर यो सेवा चाहिँ हामीले गर्नुपर्छ कि यो सेवा बिना हाम्रो जीवन अन्धकार छ, हो कि होइन? जब तपाईँ होल नाइट आउनुहुन्छ, डाँडाको प्रार्थना आउनुहुन्छ, 12 आमासँग जब तपाईँ चाहिँ सङ्गतिमा हिँड्नुहुन्छ, त्यो बेलामा चाहिँ कस्तो हुन्छ भने चाहिँ परमेश्वरको नौकर हामी हो र परमेश्वरले पनि तपाईँलाई चाहेको हुन्छ र परमेश्वरले तपाईँलाई बोलाइरहेको हुन्छ र 12 आमाले पनि तपाईँलाई फोन गरिरहेको हुन्छ। जब तपाईँ सङ्गतिबाट टाढा हुन्छ नि, तपाईँ गुनासो नगर्नुहोस्, 12 आमाले किन आजभोलि मलाई फोन गरेन, कसरी गर्ने त? तपाईँ त संसारको कुरा, यस्तो नेगेटिभ थिङ्किङ भनेको चाहिँ दुष्टले हालिदियो हो के। त्यस कारणले गर्दा तपाईँ र हाम्रो सम्बन्ध टाढा हुन्छ के। जसले बा म डाँडामा आउँछु है, हुन्छ, त्यो मान्छे देखेर हामी खुसी हुन्छ। बा म होलनाइट आउँछु, त्यो मान्छे देखेर खुसी हुन्छ। जो होलनाइट आउँदैन, जो उपवास बस्दैन, जो संसारको धन सम्पत्ति खोजेर चाहिन्छ, मलाई नै चाहिएको छ धन सम्पत्ति, अझै योभन्दा नयाँ कोट किन्नु मन लाग्छ मलाई, पैसा त सबै चाहिएको छ, तर फाल्टु पैसा होइन के। जो प्रभुबाट टाढा हुने पैसा कामै छैन, प्रभुबाट टाढा बनाउने पैसा हामीलाई काम छैन, प्रभुबाट नजिक बनाउने पैसा हामीलाई काम लाग्छ। त्यस कारणले गर्दा यी कुराहरू तपाईँले बुझ्नुहोस्। तपाईँहरूले के तपाईँहरूको मन फेरि छाप के पर्छ भने पहिला त 12 आमा त मेरो कोठामा आइरहन्थ्यो, तर अहिले कहाँबाट जाने त? तपाईँको कोठा त कामै छैन मेरो लागि, तपाईँ प्रभुको पछि हिँड्दैन त म कहाँ तपाईँको पछि हिँड्दा, म कहाँ फोन गर्ने तपाईँ? अब त जो प्रभुको पछि हिँड्नु छ नि, हो त्यो मान्छेको पछि हामी हिँड्छ। जस्तै यो प्रभु छ, सुन्नुहोस्, यो प्रभु हो र तपाईँ प्रभुको पछि हिँड्छ भने हामी तपाईँको पछि हिँड्छ। जब तपाईँ प्रभुको पछि हिँड्दैन, तपाईँ आउट हुन्छ भने अब यो मान्छेले फोन गर्नुहुन्न, हामी आफै तर्सिन्छ, तपाईँलाई हामी फोनै गर्दैन। जब तपाईँको फोन आउँछ नि बल्ल उठाउँछु, हजुर नानी, हजुर बाबु, के छ हाल, तपाईँ प्रार्थनामा सम्झिरहेको छ, यति हो। तपाईँ देखेर हामी टाढा हुनु खोज्छौँ, किन? तपाईँको भित्रको चिजले हामीलाई पनि असर गर्छ कि हाम्रो सेवाकाईमा बाधा ल्याउँछ। त्यस कारणले गर्दा
पहिलोको जस्तो फोन चाहिँ पाउँदैन। दुखित नहुनुहोस्, प्रभुको वचन पनि त्यही छ। हालेलुया। पहिला मेरो घरमा आइरहन्थ्यो, मेरो कोठामा आइरहन्थ्यो बाह्र आमा, त अहिले किन कहाँ उसको फोन उठाइरहन्छ? फोन त म कसको उठाउँछु? मेरो परिवारको उठाउँछ मैले। जब यहाँबाट छोडेर गएपछि उसको किन उठाउने? उसको आत्मा बसिसक्यो, ऊ अर्को मण्डलीतिर सेवा गरिरहेको छ। अब उसको फोन कहाँ म उठाउँछु त? ल भन्नुहोस् त, कहाँ उठाउनु त? म मेरो परिवारको फोन उठाउँछु। हेर्नुहोस् है, मैले फोन यतिकै राखेको छु, कतै मेरो मण्डली परिवारको फोन आउँछ कि भन्दा जहिले पनि म रेडी हुन्छु। आमा त्यही छ है, यी फिल बाबु यही छ, जहिले पनि म फोन यसै गरिरहन्छु। 2 घन्टा 3 घन्टा म उठाइहाल्छु आफ्नो मण्डली परिवार। म मेरै भेडा चलाउन सकेको छैन, म आफै हालत खराब छ भने त कहाँ उसको फोन उठाएर म त्यतिकै समय बर्बाद पार्दैन है। त्यही भएर चाहिँ जो गएको छ उहाँहरूको नजरमा के छ भने पहिला मेरो फोन उठाउँथ्यो रे। पहिला आजकल त हामीलाई त माया माया त मारेकै हुन्छ, त्यो त सत्य घट्टै हुन्छ। यहाँबाट छोडेपछि त माया मारे होइन, या बाघले खान्छ या चियाले खान्छ, खाऊ। तर यहाँ भएको चाहिँ हामी खानु दिन्न बाघ र भालुलाई है।